हामी चाहिँ आज ब्ल्याकपुल जाँदैछौँ होइन। ब्ल्याकपुल जाने बस यो हो। ब्ल्याकपुल जान चाहिँ आज सन्डे भएर चाहिँ 1 पाउन्ड मात्र लाग्नेछ। खोइ मलाई चाहिँ पाउन्ड यहाँ पाउन्ड 2 पाउन्ड हामीले तिर्यौँ भाइहरूलाई। ओके ल अब हामी चाहिँ होइन ओके हामी चाहिँ यसो साथीहरू मिलेर ब्ल्याकपुल घुम्न गइरहेका छौँ होइन। यो चाहिँ मेरो फर्स्ट भ्लग हो युट्युबको। अनि अर्को चाहिँ हामी यता सुमी यहाँबाट कता कता गयौँ हामी सस हामी यहाँबाट भित्र पनि एउटा हेरेको थियो। यो चाहिँ टिकट हो। बुढाहरू बुढी भएको कारणले गर्दाखेरि चाहिँ हामीले 2टा टिकट लिएको छौँ 1 पाउन्डमा। र नर्मल डेजमा हामी जान्छौँ ब्ल्याकपुल भनेदेखि 3 पाउन्ड लाग्छ। र आज सन्डे भएर चाहिँ 1 पाउन्ड मात्र लागेको। ब्ल्याकपुल जाँदाखेरि चाहिँ कुन कुन ठाउँ पुगिन्छ त्यो चाहिँ थाहा छैन। फर्स्ट टाइम हो ब्ल्याकपुल जाँदै गरेँ हामी। हामी अहिले इस्टर्न पार्क आइसकेका छौँ। यस्ता पार्कहरू त हामीले धेरै भेट्टाउँछौँ यो अन द वेमा। यस्तो पार्कहरूमा चाहिँ बच्चाहरूलाई खेल्नको लागि धेरै कुराहरू राखेको हुन्छ। अनि यहाँको घरहरू चाहिँ प्राय एउटै हुने रहेछ क्या। यहाँ फुटबल म्याच भइरहेको रहेछ। युकेमा भेडा अलिकति राम्रोसँग देखिएन तर भेडै भेडा छ। यहाँको मान्छेहरू चाहिँ प्राय भेडा खान रुचाउँछन्। ब्ल्याकपुल जाने हाइवे धुलो हुन्छ। जताजतै धुलै धुलो हुन्छ। तर यहाँ चाहिँ खाली ठाउँमा पुरै घाँसै घाँस हुन्छ। हामी चाहिँ लिड टाउनतिर छिर्दैछौँ हाइवेबाट। अब चाहिँ हामी लिड टाउनबाट निक्लेर फेरि हाइवेतिर छिरेको छौँ।
ट्र्याक हो। भेडो चाहिँ चारैतिर हुने रहेछ क्या। यहाँ चाहिँ अब युकेका गोराहरूले चाहिँ भेडा चाहिँ असाध्यै मन पराउने रहेछन्। फेरि यहाँका गोराहरूले खसी चाहिँ खाँदैन रहेछन्, भेडा चाहिँ असाध्यै मन पराउने। यहाँ चाहिँ मकै खेती हुँदो रहेछ होइन, हेर्नु मकै। ल यहाँ गाई पनि रहेछ, यहाँ गाई। यो चाहिँ गाई फार्म रहेछ हो, गाई फार्म हो। गर्दा रहेछन् होइन। अनि यहाँ मकै पनि खेती हुँदो रहेछ। कतिको उचाइमा रहेछ त्यो ठाउँ भनेर बुवाले चिसो हो भन्दाखेरि कतिको उचाइमा रहेछ भनेर सोधे। हाम बुवाले पनि त्यही सोधे। अनि के अरे स्यारोन अर्कै कुर्ती भयो तपाईँको भिडियो सक्यो। यतातिर चाहिँ गाई फार्महरू रहेछ, गाई। अनि यता घोडा पनि रहेछ, तर घोडा चाहिँ देख्दैन। ठुलो मैलो भने कहीँ केही छैन, जताततै घाँसे घाँस होइन। गाईहरू चाहिँ अलिकति भिलेज एरिया रहेछ होइन। भिलेज एरिया भएर चाहिँ यता फार्मिङहरूलाई प्रमोट गर्दो रहेछ कि यतातिर चाहिँ। जताततै फार्मिङ पोइन्ट मात्र छ। पान्ने हो त्यो। अब चाहिँ हामी ब्ल्याकपुल आइपुग्यौँ। वेलकम टु ब्ल्याकपुल भनेर थियो। इन्ट्री पो गऱ्यो घरहरू चाहिँ राम्रो अर्कै स्टाइलको घर। यो चाहिँ ग्यास स्टेसन, अर्कै स्टाइलको घर रहेछ कि यता चाहिँ हामी बसेको भन्दा डिफ्रेन्ट। म हेरिहाल्छु। के भन्छ त्यस्तोलाई चाहिँ? विन्ड मिल भन्छ क्या। विन्ड होइन, विन्ड मिल हो कि के भन्छ क्या।
यो चाहिँ के हो त मुमिनको घर हावावाला त्यहाँ ऊ पङ्खा पनि छ है एनर्जी प्रड्युस गर्ने हो क्या हो कताबाट हावा आइरहेको चाहिँ नि भन्ने होला नि हावा चलेको छैन कि हावा त त्यो घुम्ने हिसाबले चल्छ We are in Blackpool now. McDonald's McDonald's पनि रहेछ यहाँ होइन KFC छ पारी KFC कोस्टा पारी पनि छ नेपालको भन्दा चाहिँ एक्सपेन्सिभ छ है यहाँ McDonald's र KFC चाहिँ होइन यदि खान चाहनुहुन्छ भनेदेखि नेपालमै खानु होला यहाँ एक्सपेन्सिभ छ हाइवे यतिको पारा भयो अघिदेखि नि दामी रहेछ हाम्रो त सिटी के भन्छ टाउन सेन्टर रे कहाँ हो ब्ल्याकपुल टाउन सेन्टर सस्पेन्सिभ ब्ल्याकपुल टाउन सेन्टर भने नाउ वी अलमोस्ट डन होइन अब हामी चाहिँ निक्लिने बेला भइसक्यो हाम्रो ब्ल्याकपुल जुन डेस्टिनेसन थियो हामी त्यहाँ आइसक्यौँ हामी होइन के हो अलमोस्ट लगभग हामी आइसक्यौँ गाडीभित्र भएकोले गर्दाखेरि चाहिँ अलिकति अप्स एन्ड डाउन भइरहेछ टर्बुलेन्स हाम्रो नेपालमा चाहिँ म्याक्सिमम बाइक हुन्छ भने यहाँ चाहिँ म्याक्सिमम कार हुन्छ अगाडि चाहिँ हामीले समुद्र देख्न पाउँछौँ लेट्स गो बडी त्यही गरौँ मैले घोडा होइन होला त्यही गरौँ जाऊँ आइसक्यौँ होइन अब हामी चाहिँ झर्दैछौँ होइन थ्याङ्क यू हामी बसबाट ओर्ल्यौँ होइन बसमा हामी आएको क्रिस्टनबाट अनि यो चाहिँ ब्ल्याकपुल ओ भेरी हामी चाहिँ कहाँ छौँ ब्ल्याकपुल कस्तो गर्मी छ ब्ल्याकपुलमा चाहिँ होइन घामले पुरा हामीलाई चाहिँ पुरै हामीलाई पोलिरहेछ होइन भेनुमा पानी चलिरहेको चाहिँ यहाँबाट समुद्र जाँदैछौँ समुद्रमा गएर के गर्ने होला स्विमिङ यस्तो गर्मी भएको छ म त एकै मानिहाल्छु है ठिक छ ओ
तलसम्म जाने रहेछ। अब जान्ने भएर हामी चाहिँ अनि सबै के कहाँ छ नि भन्दाखेरि पिसमै हालिन्छ क्या पिसमै हालिन्छ सुमी हो त रहेछ नि डाइरेक्ट पिसबाट हालेर पिस देख्छु भन्दा अलिकति फिल गर्न पाइयो नि त इस्तानबुल एन्ड काबुल रेस्टुरेन्ट इस्तानबुल काबुल के भएर त भन्दा लिएर जाने भने मैले हिजै लगिसकेन बर्गरबाट हो। अब हामी पनि फर्स्ट टाइमै हो ब्ल्याकपुल। ब्ल्याकपुलको यहाँको 1 महिना भए मान्छे त फर्स्ट टाइम हुँदैछ। तपाईँ त भर्खर 1 हप्ता भयो हिजो 1 हप्ता भयो तपाईँ आएको 1 हप्तामा ब्ल्याकपुल। हामी तपाईँलाई कुरेर बस्या हो नि त नत्र हामी गइसक्थ्यौँ बिना जाउनुहुन्छ अनि जाने बिना जाउनुहुन्छ अनि जाने भने हुने गरेर बस्यो। ल 2 तले बस हामी पनि त्यही 2 तले बसमा आएको। कफी अमेरिकानो के वै यो चाहिँ चर्च कसलाई आउँछ फेरि सबलाई आइहाल्छ नि यो चाहिँ चर्च। अगाडि चाहिँ नर्थ पाइपर रहेछ होइन त्यो चाहिँ के हो अब नेपालको जस्तो घन्टाघर है तर टाइम मिलाइदिन जस्तो छ त्यो घन्टाघरको होइन। समुद्रको छेउमा भएर होला कस्तो चिसो हावा चलिरहेको छ यहाँ चाहिँ होइन। ल यहाँ पनि रहेछ एस्ट्रो ल लाइट हाउस होला त्यो चाहिँ होइन। द्याट वान इज लाइट हाउस। ओ अब नेपालमा चाहिँ ट्रली बस भन्छ होइन यहाँ चाहिँ ट्राम भन्दो रहेछ होइन। हामी नेपालको जस्तो ट्रली बस अब अहिलेका बच्चाहरूले चाहिँ देख्दैन ट्रली बस होइन। Oh my God. यो चाहिँ लाइट हाउस जस्तो लाग्छ मलाई चाहिँ होइन। ब्रिटेनको झन्डा रहेछ त्यहाँ पनि होइन। यहाँ 2जना जोडी छ। मेरो चाहिँ एक्लै हिँडिरहेको छ। म चाहिँ यहाँ छु है।